ठुल्दाईको वापसी भइसकेको छ गाइज बडे भैया इज ब्याक विथ 2 goals Portugal is back. and Portugal maybe is back with 5 goals. Yeah, they are back, not just maybe. So Devesh Pandey, happy? Yes, like 5-star performance पोर्चुगलबाट है वो अलिकति आई थिङ्क एभ्रिबडी वाज म त अझै त्यस्तो नर्भस थिइनँ होइन तर कट्टर पोर्चुगल फ्यान्सहरू आई थिङ्क दे वर भेरी नर्भस यो गेमभन्दा अगाडि किनकि लास्ट यो गेम ड्र भएको भए त इट वुड हेभ बिन अ डिफ्रेन्ट स्टोरी होइन तर ओभरअल 5 goals अझै मेस्सीसँग इक्वल भयो मेस्सीलाई जित्न सकिएन 1 goal कम हानियो होइन 5 goal नै होइन By the way, 5 goal यस by the way, guys, entire Portugal team 5 goals. Messi alone 5 goals. There are levels to this game. तर इज इट अ गुड थिङ ओर ब्याड थिङ हामी कुरा गरिहाल्छौँ त्यो होइन अहिले फर्स्टमा अब पोर्चुगलको गेमको कुरा गर्ने भने आई थिङ्क एभ्रिबडी वाज लाइक क्रिस्टियानो रोनाल्डोको टाउको माथि होइन प्लस टिमको टाउको माथि पनि अनि आई थिङ्क दे डेलिभर्ड अनि दे सोड कि वाइ वी पुट देम एज फेभरेट्स यो पालि जस वर्ल्ड कपमा So yes, I think जुन पोर्चुगल हामीले फर्स्ट गेममा आउँछ भन्ने एक्सपेक्ट गरेको थियौँ त्यो पोर्चुगल चाहिँ सेकेन्ड गेममा आयो बट आई थिङ्क पोर्चुगलको गेमको त अब वी अल नो लाइक अलमोस्ट फ्ललेस नै थियो बिकज ओके सर्टेन टाइममा सुरुमा त्यो 1 goal 2 goal हानेपछि चाहिँ उज्बेकिस्तानले जब त्यो एउटा डिसअलाउड गोल हान्यो नि त्यतिखेर चाहिँ इट वाज लाइक कि ओके लाइक आर वी सिइङ अ पोर्चुगल जो चाहिँ अलिकति गेम म्यानेज गर्न नसक्ने हो कि जस्तो लागिरहेको थियो बट देन 3rd goal आयो 4th goal आयो 5th goal आयो द टाई वाज किल्ड आई थिङ्क यसमा मेन कुरा पर्ने कुरा भनेको चाहिँ आई थिङ्क अगेन लाइक यो वर्ल्ड कपको रिपिटेड स्टोरी भइसकेको छ सिन्स रोनाल्डोले पर्फर्म गर्न थाल्यो आई थिङ्क द बिग प्लेयर्स आर स्टेपिङ अप लाइक हुन्छ नि हाम्रो भिडियोको आजको मेन एजेन्डा भनेको इट्स अबाउट हाउ मेस्सी हालान्ड अम्बापे एन्ड देन क्रिस्टियानो रोनाल्डो अल 4 दे स्कोर द बेस्ट अनफर्चुनेटली इङ्ल्यान्डको चाहिँ ड्र भयो एन्ड यस आई थिङ्क अ वन्डरफुल वर्ल्ड कप वी आर सिइङ एन्ड लाइक हुन्छ नि इन्डिभिजुअल लेभलमा यस्तो हेड टु हेड पर्फर्मेन्स हुने वर्ल्ड कप चाहिँ आई थिङ्क धेरै समयपछि लाइक यस एउटा रोनाल्डो मात्रै स्टेप अप गर्न वाज लेफ्ट एन्ड आई थिङ्क द्याट गोल मेन्ट अ लट पुरै टिमलाई पनि त्यो जुन हुन्थ्यो नि रोनाल्डोको पर्सनल लेभलमा गोल त एउटा कुरा तर टिममा जुन क्वेसन उठाएको थियो नि द टिम इज नट प्लेइङ फर क्रिस्टियानो रोनाल्डो आई थिङ्क त्यो फर्स्ट गेम एभ्रिथिङ वेन्ट रङ के दिस टिम इज नट प्लेइङ अगेन्स्ट रोनाल्डो प्लस रोनाल्डोले हिजो जे लाइक हाउ हि प्लेड नि आई थिङ्क मान्छेहरूले हिज सेल्फिस होइन त्यसपछि हिज अल अबाउट हिमसेल्फ भन्छ होइन इट माइट बी ट्रु तर एट द एज अफ 41 हि नोज कि दिस इज हिज लास्ट चान्स त्यसले गर्दाखेरि पनि ओके हि वान्ट्स टु स्कोर गोल तर यदि टिमलाई हेल्प गरेर पोर्चुगललाई जिताउने हो भने आई थिङ्क हि इज रेडी टु इभन सेक्रिफाइस समथिङ्स अनि त्यो एउटा प्योर एउटा ऊ भनेको चाहिँ नुनो मेन्डेसको त्यो फ्री किकवाला गोल पनि हो किनकि एभ्री वान अफ अस थट कि त्यो रोनाल्डोले नै हान्छ रोनाल्डो पनि आई थिङ्क ब्रिलियन्ट एक्टिङ त्यो उसमा किनकि लास्टमा अनि नुनो मेन्डेसको त्यो आई थिङ्क हि इज रेडी टु सेक्रिफाइस त्यो उसमा चाहिँ कि हि इज आई रेडी थिङ्क सो लाइक जे कुराको लागि म रोनाल्डोलाई पहिले क्रिटिसाइज गर्थेँ लाइक इज हि द्याट क्याप्टेन फर पोर्चुगल भनेर आई थिङ्क हिजोबाट चाहिँ हामीले अलिकति एन्सर पायौँ बिकज वी अल स द केमिस्ट्री एन्ड अल होइन त्यो गोल सेलिब्रेट गरेपछि आई थिङ्क इट वाज एभ्रिथिङ वाज अबाउट रोनाल्डो विच आई पर्सनली हेट किनकि लाइक आई डोन्ट वान्ट बी डिप्लोमेटिक के वाट आई डोन्ट लाइक होइन त्यही भएर पनि बट लाइक रोनाल्डोकै पर्सपेक्टिभबाट पोर्चुगल फ्यान्सको पर्सपेक्टिभबाट कुरा गर्ने हो भने चाहिँ लाइक यु गाइज आर इन नाउ किनकि द टिम इज फिलिङ इट रोनाल्डो इज फिलिङ इट फर्स्ट फिनिस वाज लाइक much ever I don't like that guy. I think first finish was classical Ronaldo, ruthless finishing. That wasn't half volley, bang into the corner, right? Like not the top corner, but bang into the corner, and like Ronaldo is here. सेकेन्ड गोल त अझै इट वाज डिफिकल्ट के लाइक त्यो पास निकाल्नु पनि वाज डिफिकल्ट किनकि त्यो सिचुएसनमा ब्रुनो इज द ओन्ली प्लेयर विच विल प्रोभाइड द्याट पर्फेक्ट डेलिभरी तर त्यो पर्फेक्ट डेलिभरी हेर्नु भने एङ्गल एकदम टाइट थियो अनि मेरो ठ्याक्कै यो हिमालयन स्पोर्ट्स टिभी ठ्याक्कै अड्क्यो यस्तो खतुतिया छ यो फेरि होइन के भयो होइन पछि जे छिराएर चाहिँ ठ्याक्कै स्ट्राइक गर्ने बेला अड्क्याएको थियो इट वाज अ टाइट एङ्गल कि त्यही भएर मैले ठ्याक्कै देखाएको थिएँ नि त त्यो हानिदिने बेला इट वाज अ ब्रिलियन्ट फिनिस अनि ओभरअल हेर्ने हो भने यस इट विल बी अबाउट रोनाल्डो किनकि हार्दा पनि इट इज मोस्टली अबाउट रोनाल्डो अपार्ट फ्रम टक्सिक रोनाल्डो फ्यान्स जसले चाहिँ अब ब्रुनो जस्तो प्लेयर्सहरूलाई त्यो टार्गेटिङ र जित्दाखेरि पनि इट इज इफ यु आर बिगवाला कुरा भयो आई थिङ्क यस रोनाल्डो इज ब्याक त्यसले गर्दाखेरि पनि अब नाउ वर्ल्ड कप इज मोर इन्ट्रेस्टिङ नाउ मुभिङ फरवर्ड आई थिङ्क अगेन विल निड टु टक कि मेस्सी इज इक्वल्स टु अर्जेन्टिना इज इक्वल्स टु मेस्सी स्टफ Yeah, I think the kind of stuff alongside जुन रोनाल्डोले हिजो गर्यो बट मेस्सी हेज बिन डुइङ फ्रम गेम 1 यो वर्ल्ड कपमा पर्टिकुलरली आई थिङ्क दिस गाइ इज अनरियल यार
It's like for me the I'm very glad to see these two players नै कि बिकज मैले रोनाल्डोको प्राइम युनाइटेडमा हेरेको होइन, सो आई डोन्ट ह्याभ द्याट कि मेस्सीले पर्फर्म नगरोस् वा मेस्सीले पर्फर्म गर्यो भने मलाई लाइक त्यो हुन्छ नि रोनाल्डो के अरे फ्यान्सहरूमा अलिकति टक्सिक फ्यान भएर त्यो मेरोमा छैन। सो त्यसले गर्दा नि सिइङ दिस टु प्लेयर्स पर्फर्म अझै मेस्सीको अझै भन्छु किनकि रोनाल्डो स्कोरिङ गोल्स तर मेस्सी इज रनिङ द गेम एट द एज अफ 38 अहिले पनि होइन, अनि आज 39 आज बर्थडे मेस्सीको साँच्ची। सो यस ह्यापी बर्थडे मेस्सी। यस सो एट द एज अफ 39 स्टिल द मेन गाई फर अर्जेन्टिना। अनि त्यो अझै अझै अस्तिको अस्ट्रियासँग गेममा त इट वाज मेस्सी नभए भए त्यो गेममा म सुतिसकेको हुन्थेँ किनकि देयर वाज नथिङ अपार्ट फ्रम मेस्सी। Yeah, that too, like we are talking about him despite him missing a penalty, okay? And I think that makes a huge difference, huge difference, because तिमी लाइक मैले अस्ति न लाइक प्रेडिक्सनको भिडियोमा त्यसपछिको हामीले कुरा गऱ्यौँ त्यो भिडियोमा पनि भने टप 10 मा पनि भने आई थिङ्क दिस वर्ल्ड कप लाइक आई एम नट एक्सपेक्टिङ एनिथिङ के आई विल बी देयर वाचिङ मेस्सी फर द लास्ट टाइम कम्पिटेटिभ गेममा होइन, एन्ड द्याट्स सेम फर रोनाल्डो पनि के ओके लाइक मेस्सीले पर्फर्म गरे सो इट वाज प्रेसराइज लाइक म आफै पनि भनेको थिएँ रोनाल्डो इज नट पर्फर्मिङ एन्ड अल भनेर होइन, बट एट द एन्ड अफ द डे आई थिङ्क दिस टु आर एट द ट्वाइलाइट अफ देयर करियर्स होइन। सो त्यसले गर्दाखेरि द्याट अल द थिङ द्याट देयर पर्टिकुलर फ्यान बेसेस क्यान डु इज लिभ एभ्रिथिङ असाइड एन्ड इन्जोय दिस टु, किनकि दिस माइट बी द लास्ट टाइम दे आर सर्भिङ समथिङ फर अस होइन, किनकि अब युरोज पनि 2 वर्षपछि छ, कोपा पनि 2 वर्षपछि छ, वर्ल्ड कप त झन् 4 वर्षपछि छ, दे आर नट प्लेइङ इट लाइक वी हेभ टु लाइक एक्सेप्ट द फ्याक्ट नाउ। सो त्यसले गर्दाखेरि पनि आई थिङ्क वाट वी आर विटनेसिङ फ्रम मेस्सी इज प्योर म्याजिक अन द बल। इफ यु लुक इन टु इट मेस्सी इज स्टिल द बेस्ट प्लेयर इन द वर्ल्ड राइट नाउ। Compare him to Yamal, compare him to Mbappe, compare him to anyone. He's linking up the play, he's dribbling and all, he's going past through defenders, top bins finishes, like low driven shots and all, classical Messi finishes. On the ball, he's still that guy, but off the ball, he has like tala khasisakeko performance, and same with Ronaldo as well. That Bruno Fernandes go wonderful, typical Bruno Fernandes pass and wonderful finish, and I think the rivalry is once again on. It may be for 2 games, maybe for 3 games, 4 games, 5 games, but the rivalry is on, and it's not just on between Messi and Ronaldo. It's on between Messi, Ronaldo, Kylian Mbappe, and Haaland as well. It's like मेसीको केसमा चाहिँ त्यो पेनल्टी चाहिँ आई डोन्ट नो, तर जानी मिस गरेर आई थिङ्क ही डिड नट वान्ट टु क्रिएट द रेकर्ड विथ अ पेनल्टी। he did not want to be named पेसी, बरु एउटा ब्याङ्गर स्कोर गरेर आई ब्रेक द्याट रेकर्ड, जस्ट किडिङ होइन त्यो केसमा चाहिँ। तर ओभरअल हेर्ने भने लाइक हामी अर्जेन्टिना स्पेसिफिक वी आर नट टकिङ अबाउट होइन, तर आई थिङ्क दे आर बिङ टु मच ओभर डिपेन्डेन्ट अपन लियोनल मेसी। अनि अर्को आई थिङ्क देयर इज अ सेयिङ कि वेन द स्टार्स आर फेडिङ दे साइन द ब्राइटेस्ट, एन्ड आई थिङ्क वी विल बी सिइङ द्याट विथ रोनाल्डो एन्ड मेसी नाउ कमिङ फरवर्ड। So I think over dependence ko kura I'll just answer in like one sentence, because if Messi can do that still, like why not let him do wala kura pani huncha euta हैन। If he can still run the game, then why not? No run the game वाला कुरा होइन, लाइक मेसीको जुन सेकेन्ड गोल थियो नि आई थिङ्क त्यो सेकेन्ड गोल मेसीको लाइक हिजोको गेममा 2 goals 2 assists हुनु पर्थ्यो मेसीको, तर त्यो सेकेन्ड गोल चाहिँ हुनुहुन्न थियो कि लाइक आल्भारेज निड टु फिनिस द्याट त्यो चान्स चाहिँ त्यो केसमा। तर किनकि फर्स्ट गोलमा पनि मेसी वाज द फल्क्रम, किनकि ही हिमसेल्फ क्रिएटेड अनि त्यसपछि ही हिमसेल्फ फिनिस्ड। So yes, त्यो एउटा मुभिङ अन टु टुर्नामेन्ट त्यो एउटा समस्या हुनसक्छ, बट विल टक अबाउट द्याट लेटर। अर्जेन्टिनाको अरू पनि गेम हुन्छ। आई थिङ्क वान गाई द्याट वी हेभ टु टक अबाउट इज एन्ड द्याट विल टक अबाउट हिम फर अ लङ टाइम फ्रम नाउ अन, मेनली अबदेखि हामी हाम्रो लाइफ टाइमभरिमा जब हामीले वर्ल्ड कप हेर्छौँ हाम्रो जेनेरेसनले विल रिमेम्बर देयर वाज वान गाई हु वाज सो रुथलेस, हु वाज अ पेन इन द एस फर एभ्री वान। He is Kylian Mbappe. फ्रान्सको जति सुपर टिम, फ्रान्सको 4वटा लाइनअप आउँछ, जति जे भने पनि आई थिङ्क एट द एन्ड अफ द डे लाइक मेसी के अरे अर्जेन्टिनाको जति सुपर टिम र राम्रो टिम भयो नि इट इज मेसी, फ्रान्सको जति राम्रो टिम भयो नि इट्स एम्बापे। या लाइक अस्ति पनि भने जस्तै आई थिङ्क फ्रान्सको तम्बु एम्बापेको बम्बुमा अड्याह, एन्ड लाइक यु क्यान टेक द्याट गाई आउट अफ द गेम। लाइक वेन इट्स वर्ल्ड कप इट्स हिम, and it's only about Mbappe, because he is what 26 right now, 27 right now, and he is already close to that record. He'll break it. Let's keep this a fact. Mbappe will be the top goal scorer of World Cup for a very long time, guys,
because France are going to qualify. He is going to score bangers after bangers, and like we don't have to talk about him when it's World Cup. Like he always turns up. Like World Cup भएपछि like first goal it was a banger पनि क्या like अझै लेफ्ट फुटबाट जस्तो लाग्छ if I'm not wrong Yeah, outside it the was box his बाट weaker weak foot. footबाट अनि this is again अर्को गोल पनि came up with a brace once again. I think nothing much more to talk about than कि France might be France but Mbappe is still their main player अनि like तिमीले भने जस्तो Mbappe is that guy. Yeah, is that guy. Like we will remember him, and like we will remember Messi for a different kind of things, Ronaldo for a different kind of things, but we will remember Mbappe for World Cups. Like he would have a Pele-like legacy. Just need one more एउटा वर्ल्ड कप अझै जित्नुपर्ने प्रेसर चाहिँ छ नत्र त यस इट इज And like France जस्तो team, like जस्तै भन्छ नि, like they are completely knocking on के every World Cup, they are semi-final, final and all. I think they will sometimes do it in like if not this World Cup, they will most probably अब 2030 सम्म चाहिँ they will win one World Cup. 2034 सम्म चाहिँ मोस्ट प्रोबेबली जिडान होला यसपछि म्यानेजर पनि बिकज यो दिशामको लास्ट अरे सो यस मुभिङ फरवर्ड आई थिङ्क एम्बापे इज डुइङ इट विथ फ्रान्स आई थिङ्क जति जे भने पनि फ्रान्स इज अ सुपर टिम तर द सेम गाई 2 games 4 goals इज डुइङ विथ अ मच विकर साइड भनौँ होइन टु अल ड्यु रेस्पेक्ट आई थिङ्क नर्वे एन्ड अर्लिङ हाल्यान्ड Yeah, I think Erling Haaland, the goal machine, I think हामी सबजनाले डाउट गऱ्यौँ him that without Kevin De Bruyne he doesn't work and all. But that guy is producing numbers, that too in World Cup. That too not against just random teams. It was Senegal. Senegalको attack खतरा थियो. Senegalको defense is decently good. They are arguably AFCON champions, right? yes But that too not with De Bruyne, with Odegaard. But by the way guys, एउटा just a quick के भन्छु भने सेनेगलवाला गेममा ओडेगार्ड वाज मिन्ट ड्रिबल पनि गरिरहेको थियो बल्सहरू पनि निकालिरहेको थियो बट लेट्स नट गो अवे फ्रम हाल्यान्ड आई थिङ्क हाल्यान्ड इज द वर्ल्ड कप टु रिमेम्बर होइन फर्स्ट वर्ल्ड कप एन्ड वाट अ वे टु अनाउन्स हिमसेल्फ टु द वर्ल्ड कप यार लाइक त्यो इज अ मसिन भन्छु क्या कहिले किनकि बल जस्तो बक्समा बस बल मात्रै फाल त्यसपछि त्यसमा टाउको पुऱ्याउने कि खुट्टा पुऱ्याउने कि छाती पुऱ्याउने कि हात बाहेक अरू जे पुऱ्याउनेहरू हाल्यान्डले पुऱ्याइदिन्छ क्या Exactly, I think talent wise Haaland might be one of the most talented strikers that we have ever seen होइन and like अझै मोडर्न गेममा किनकि we don't know करियर कसरी एन्ड हुन्छ आइएम जस्ट टकिङ ट्यालेन्ट वाइज हुन्छ नि ट्यालेन्ट वाइज यमाल इज द बेस्ट भने जस्तै हो होइन राइट सो त्यही भएर आई थिङ्क वाट आई थिङ्क इज पिपुल कम्पेयरिङ हिम विथ एनी वान होइन लाइक विथ ज्लाटान विथ एभ्री वान बट आई थिङ्क मेरो लागि दिस माइट बी अ हट टेक हि इज मोर एक्रोबेटिक देन ज्लाटान he is more hardworking than Zlatan. He is more humble than Zlatan. And I think that guy has more to his game than Zlatan, I know. Maybe on the ball, like creativity, अलिकति कम होला, but pure striking wise, I think Haaland is someone जसको बारेमा like Mbappe will talk for a long time because यो नर्वेको टिमलाई अलमोस्ट सिङ्गल ह्यान्डेडली वर्ल्ड कपमा ड्र्याग गरेर वर्ल्ड कपमा आएर पनि लाइक ब्याक टु ब्याक पर्फर्मेन्सहरू निकालेर लाइक हि इज मोटिभेटिङ एन इन्टायर जेनेरेसन अर्लिङ हाल्यान्ड अनि हि लाइक नो ननसेन्स पनि छ कि लाइक गेम पछि फ्रान्ससँगको गेमको बारेमा इन्टरभ्यूले सोधे रहेछ अनि हि वाज लाइक हि डजन्ट केयर बिकज क्वालिफाइङ टु द राउन्ड अफ 32 वाज मच मोर फर देम अनि त्यसपछि दे विल मोस्ट प्रोबेबली लुज अगेन्स्ट फ्रान्स भन्ने कुरा गर्दै थियो सो हि इज डिरेक्ट होइन इन्टरभ्यूहरू पनि रहेछन् ओभरअल यस फर मी चाहिँ आई थिङ्क ज्लाटान इज ज्लाटान बिकज मोर देन वाट हि हेज स्कोर टन्स एन्ड टन्स अफ गोल्स तर मोर देन त्यो हाम्रो जेनेरेसनले चाहिँ त्यसले जहाँ ज्लाटानले खेल्या हेरे भन्दा नि बोल्या हेरेर चाहिँ वी नो ज्लाटान त्यसले गर्दा नि फर अस त इट इज के अरे हाल्यान्ड वी रेट हायर देन हिम Yeah, exactly. I think Haaland has more to his career still remaining, होइन maybe one again a more bigger move to a club like Barca, Real Madrid, होइन and then I think that's where Haaland will explode more अनि यहाँबाट he would be playing अरू वर्ल्ड कप पनि because we have seen this story already होइन कि एकचोटि क्वालिफाई गरेर राम्रो पर्फर्म गरेपछि they are going to qualify नर्वेको पनि टिम अझै राम्रो हुँदै जान्छ because it's really good right now as well and I am counting them as dark horses day 1 बाट नै and I think Haaland is proving me right होइन and I think these were the top 4 performers होइन like यो विकको लागि I think त्यो बाहेक Yamal played his game I think Yamal आएपछि
creative होइन, scored his first goal, what a way he celebrated it, Messi kind of celebration dedicated with everyone. I think यमालको बारेमा अझै once he plays the full game हामी बोलि नै हाल्छौँ. And I think केनको बारेमा पनि he had a silent game भनौँ, like मैले त्यो गेम हेरिनँ. मैले लाइक फर्स्ट हाफ हेरेको थिएँ त्यो गेमको, किन आई न्यू कि यो एकदम बोर फेस्ट नै हुन्छ होइन. म सुते ठिकै भएछ सुतेको, किनकि निल सक्यो. केनले अलिकति काम सजिलो गरिदियो भने बोल्नु परेन अहिलेलाई. तर इङ्ल्यान्डको कुरा गर्ने हो भने आई थिङ्क विङ लाइक त्यो घानाले राम्रोसँग कन्टिन्यू गर्यो हो. अनि आई थिङ्क आई सी 1 or 2 चेन्जेस अझै, लाइक माडुवाकेको ठाउँमा साका विल कम इन. अनि आई थिङ्क गोर्डन क्यान अल्सो बी रिप्लेस बाई मार्कस ऱ्यासफोर्ड, किनकि 80 लाइक अब मैले नि गेम हेरेन तर इफ आई लिसन कि 80 मिनटपछि चाहिँ जति चान्सेस क्रिएट गरेको थियो नि त्यति सबै 80 मिनटपछि क्रिएट भएको अरे क्या. भने चाहिँ आई थिङ्क अलिक इङ्ल्यान्डले चेन्जेसहरू गर्ला लास्ट गेममा. तर ओभरअल इङ्ल्यान्ड सर्टेडै छ, टप अफ द टेबल ड्र भए पनि. इट इज गुड के, इट इज कि सबै गेम जितेर क्वालिफाई गर्नै पर्छ भन्ने प्रेसर छैन. एउटा गेम लेट्स ड्रप इट उसमै के ग्रुप स्टेजमा ड्र निकालेर, बिकज यु विल फिनिस टप जे गरे नि. लाइक तर इङ्ल्यान्डले यो गेम चाहिँ जितेर आफ्नो प्लेस सिल अफ गरेर चाहिँ फाइनल गेममा गेम म्यानेज गरे वुड हेभ बिन बेटर. बट एनिवेज आई थिङ्क घाना डिड देयर पार्ट भनौँ. केन वाज साइलेन्ट. आई थिङ्क साका आएपछि इङ्ल्यान्ड वुड बी अ बिट मोर डेन्जरस एज वेल, किनकि साका पर्फर्म्स फर इङ्ल्यान्ड. अनि त्यो राइट विङ विल बी मोर एन्ड मोर हुन्छ नि भोलाटाइल त्यसपछि होइन, लाइक अलिकति बढी थ्रेटनिङ हुन्छ इङ्ल्यान्डको राइट विङ फर द अपोनेन्ट्स. आई थिङ्क त्यसपछि लाइक अलिकति डिफेन्डर्सहरू पनि राइट विङतिर खिचिन्छन् पनि, given that James will play, given that Saka will play from the right, and there will be more chance creation. And I think we are in for a very good, very one of the World Cups to remember ever. I think in a body games pani cha. And yes, the stars are batting really like yes properly. अब त लाइक बिजनेस एन्डतिर पनि जाँदै अब सब सन्डेबाट त राउन्ड अफ 32 पनि सुरु हुन्छ. अनि यस अब चाहिँ त्यो रमाइलो स्टेजेस र हार्ट ब्रेकिङ स्टेजेसहरूमा छिर्छौँ हामी, किनकि अब बिस्तारै बिस्तारै टिमहरूको पत्ता साफ हुँदै जान्छ. लेट्स सी के हुन्छ अगाडि बढ्दै जाँदा. So yes guys, that was it for the video. So हामी यस्तै भिडियो लिएर नै राख्छौँ. आई थिङ्क अब अर्को गेम त यो विकमा चाँडो पनि छ. सो be with us, be with the Parapet view, and that was it for the video. Thank you so much.